नमस्कार साथीहरु, के तपाईहरुलाई थाहा छ यस सुन्तलाको फाइदाहरु, ओरेन्जको फाइदाहरु? हामी त घाममा बसेर चट्ट सुन्तला खान कति मजा आउँछ है। अनि हामीले सुन्तला खान्छौं तर बोक्रा फाल्छौं नि, तर हामीले बोक्रा फाल्न पर्दैन। अब यसले हाम्रो स्किनलाई यति ग्लोइङ गराउँछ, टाइट गराउँछ कि फेयरनेस ग्लो आउँछ। बोटक्स गर्नुहुन्छ नि हजुरहरु बोटक्स गर्नै पर्दैन कि हाम्रो नेचुरल छाला नै राम्रो बनाउँछ, चम्किलो बनाउँछ है। वेलकम टु माई मिनी ब्लग। म चाहिँ पहिलोचोटि ब्लग गराउँदै छु है। कस्तो हुन्छ थाहा छैन, तर मेरो च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला है। म चाहिँ जिरो लेभलबाट चाहिँ सुरु गर्न थालेको छु। हजुरहरुको साथ सपोर्ट चाहिन्छ, तर मलाई कस्तो बोल्न आएन मलाई थाहा छैन है। यस सुन्तला खान त कति मिठो हुन्छ नि है। यसले पनि फाइदा गर्ने भयो, अब यसले पनि फाइदा गर्ने भयो हामीलाई। अमिलो रहेछ यो त एकदम राम्रो काम गर्छ सुन्तलाले हैन। भिटामिन सी हुन्छ। अनि यसमा पनि हाम्रो चाउरीपनहरु, हाम्रो दागहरु, चायापोतोहरु यसले चाहिँ निखार लिएर आउँछ है। यसलाई कसरी प्रयोग गर्ने त म सिकाउँछु है हजुरलाई। यो चाहिँ मेरो मिनी ब्लग हो। हजुरहरुले मेरो च्यानललाई लाइक सब्स्क्राइब गर्नु होला है। अब यो बोक्रालाई चाहिँ मैले एउटा बाउलमा हाल्छु है। अनि यसमा थोरै काँचो दुध हाल्छु। थोरै काँचो दुध हालेर यसलाई चाहिँ भिजाउन छोड्छु है। एकछिन चाहिँ मैले यसलाई यतिकै नै भिजाउन छोड्दिन्छु। यसलाई एकछिन भिजाउन छोडिसकेपछि भिजाउन छोड्दिन्छु। यतिमा सुन्तला खाँदै गर्छु म चाहिँ। एकदम मिठो छ सुन्तला। मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला। अब कस्तो हुन्छ है, म पनि हजुरहरुकोमा लाइक सब्स्क्राइब गर्छु। म चाहिँ जिरो लेभलबाट सुरु गरिरहेको छु मैले। अब कस्तो हुन्छ है। एकछिन त भिजिसक्यो। भिज्छ। यसलाई चाहिँ म अब पिन्छु। मिक्सरमा हालिसकेँ मैले। मिक्सरमा हालेर चाहिँ मैले पाउडरमा गराउँछु है, पेस्ट जस्तो गराउँछु। हाम्रो पेस्ट चाहिँ रेडी भयो है। हजुर यो आफ्नो बडीमा पनि युज गर्न सक्नुहुन्छ। हाम्रो यो पेस्ट चाहिँ रेडी भयो है। ओरेन्ज पिल पाउडर भनेर किन्न सक्नुहुन्छ नि त हजुरहरुले। अब हामीले चाहिँ ओरेन्जको बाटा गरायौँ है हामीले। अब हामीले यसलाई चट्ट म चाहिँ फेसमा लगाउँछु है। अब आफू हातमा पर्यो, हातैबाट ब्रस छैन है, हातैबाट चट्ट लाएर चट्ट हातैले सर लाउने है। यसलाई चाहिँ यसरी चारैतिर मसाज गरेर लाए नि भयो है। म चाहिँ क्लिजिङ केही गर्दिनँ कि ए पेस्ट लाउँछु। यस्तो क्लियर हुन्छ, कोरो हुन्छ छाला। फुटेकोहरु सबै सन्चो हुन्छ है। यसरी दल्ने है। म तपाईलाई रिजल्ट पनि देखाउँछु है कस्तो हुन्छ। 15 मिनेट पछिको रिजल्ट पनि म देखाउँछु है हजुरहरुलाई। यसरी चाहिँ लपक्क यसरी ओठमा लगाए नि हुन्छ। बोटक्सको काम गर्छ। ओठमा चाहिँ अब हजुरको अब कालोहरु छ भने चाहिँ यो कालोहरु चाहिँ सबै सरक्क जान्छ है। हजुरको यो कालो ओठ हुन्छ नि, लिपस्टिक लगाइराख्दा हाम्रो ओठ कालो हुन्छ नि, त्यो कालो ओठ पनि सरक्क जान्छ र पिङ्क हुन्छ है। एक दिनमै कस्तो के ग्लोइङ स्किन बनाइदिन्छ नि यसले। एक दिनमै ग्लोइङ स्किन बनाइदिन्छ है। म चाहिँ हजुरहरुलाई अलिअलि मसाज गर्छु है। अलिअलि मसाज जतासुकै चुयो अलिअलि मसाज गर्छु है म। अलिअलि अब हजुरको डार्क सर्कल भए पनि सरक्क जान्छ के। अब यसरी डार्क सर्कल पनि सरक्कै जान्छ। यस्तो गर्ने अनि त्यहाँबाट टट्ट लाएर अब राख्ने है 15 मिनेट चाहिँ। 15 मिनेट चाहिँ राख्नु पर्यो है फेरि। ठ्याक्कमा 15 मिनेट पछि ठ्याक्क म रिजल्ट देखाउँछु है हजुरहरुलाई।
अब चाहिँ 15 मिनट भयो है। अहिले 15 मिनटमा मैले छ्याप मुक्दिन्छु है। म तपाईँलाई यहीँबाट देखाउँछु, छ्याप मुक्दिन्छु है। अब म उ देखाइदिन्छु कि नेचुरल 15 मिनट भइसक्यो चट्टा ल हेर्नु है कति साइनिङ दिइरहेको, कस्तो साइनिङ दिइरहेको छ हेर्नु त। ल हेर्नु कति साइनिङ दिइरहेको छ, ल हेर्नु त, ल हेर्नु त है क्लियर कस्तो साइनिङ दिइरहेको छ। मैले मुख पनि पुछेको छैन है, टिका पनि राखेँ, टिका पनि ल हेर्नु पुरा ल हेर्नु क्लियर, कुनै फिल्टर पनि छैन, केही पनि छैन है, कुनै फिल्टर छैन है, क्लियर यस्तो गोरो देखाउँछ है। हजुर पनि युज गर्न सक्नुहुन्छ। मेरो च्यानललाई लाइक सब्सक्राइब गर्नु है, नबिर्सिकिन। बाई।